आजकाल नेपालमा धेरै युवाहरू राजनीति प्रति चासो गुमाउँदै आएको देख्न सकिन्छ। देशको भविष्य युवाकै काँधमा छ भनिन्छ। तर युवाहरू राजनीति भन्दा टाढा किन? आउनुहोस् यस विषयको मुख्य कारणहरू बुझौं। विश्वासको अभाव। पहिलो कारण नेतामा विश्वास घट्नु। वर्षौंदेखि नेताहरूले दिएको वाचा पूरा हुँदैन। चुनावमा चुनौलो सपना देखाइन्छ, तर चुनाव जनता बिर्सिन्छन्। युवाहरू भन्छन् हाम्रो कुरा सुन्दैनन् भने राजनीति गर्ने अर्थ के? दोस्रो, युवालाई अवसर कम मिल्नु। नेतृत्व धेरै जसो वर्षौंदेखि उही अनुहारमा अड्किएको छ। युवा पार्टीमा भए पनि निर्णय गर्ने अधिकार वरिष्ठ नेताकै हातमा हुन्छ। नयाँ सोचलाई ठाउँ नपाउँदा युवामा उत्साह घट्छ। राजनीति धेरै गम्भीर र जटिल लाग्नु। संविधान, नियम, संसद धेरैलाई बुझ्न गाह्रो हुन्छ। स्कुल कलेजमा पनि राजनीति विषय बुझाउनु भन्दा पाठ र परिभाषा मात्र सीमित हुन्छ। बुझाइ कमजोर हुँदा चासो स्वाभाविक रूपमा घट्छ। चौथो, बेरोजगारी तथा युवाको विदेश मोह। युवाको ध्यान स्किल, पढाइ र विदेशमा भविष्य बनाउनेतिर छ। पहिले रोजगारी, त्यसपछि राजनीति। देशको भविष्य नभएको अनुभूति हुँदा एक्टिभ पोलिटिक्स भन्दा भिसा प्रोसेस प्राथमिकतामा पर्छ। पाँचौं, सामाजिक सञ्जालको प्रभाव। सोशल मिडियामा गम्भीर डिबेट्स भन्दा मिम र ट्रोल नै बढी देखिन्छ। पोलिटिकल विषय भन्दा मनोरञ्जन नै ट्रेन्ड बन्छ। यसले युवामा राजनीतिप्रति गम्भीरता घटाउँछ। तर युवाले राजनीतिबाट टाढिनु दीर्घकालीन रूपमा देशका लागि राम्रो होइन। परिवर्तन चाहिएको भने युवा नै अगाडि आउनु पर्छ। जानकारी लिनु, आवाज उठाउनु, सही भोट दिनु, यहीबाट परिवर्तन सुरु हुन्छ। अब तपाईको विचार कस्तो छ? युवाहरू राजनीतिबाट टाढिँदै छन् कि राजनीतिले युवालाई टाढा बनाएको हो?